भन्दा नि हेलो सीएस लभरहरु आज मक्ख परिरा होला किनकि आज सीएस र्याङ्क चेन्ज हुँदैछ। ग्रेन्ड मास्टर पुग्ने भनेर प्लान भइरा होला, स्क्वाडहरु मिलिरा होला। आफ्नो त के गर्नु, स्क्वाड पनि छैन, ग्रेन्ड मास्टर पुग्ने सपनै रहे गया। पहिलाको चोटी पनि ग्रेन्ड मास्टर पुग्छु भन्दा भन्दा बल्ल बल्ल मास्टर पुगेको थियो। यो चोटी पनि त्यही कम्पनी पानी चम्कनी होला, तर यो चोटी चाहिँ म जसरी भए पनि पुग्छु भन्ने मात्र हो के। आफ्नो स्क्वाड भए पो प्लान गरेर खेल्नु हैन, र्यान्डम सँग खेल्दा त पागल बनाइदिन्छन् पागल। तर म खत्रै खेलेर पुग्छु यो चोटी चाहिँ जसरी भए पनि मलाई पुर्याइदिनको लागि खतरा खेल्ने मान्छेहरु मेरो लाइभमा जोइन भएर मसँग खेल्न आउ त गाइजहरु। नभए मलाई युआइडी देऊ, खतरा खेल्नेहरु सीएस लभरहरु अरूले होइन नि। फेरि खेल्छु एड गर्नु भन्छन् अनि एड गर्ने भने के को बोल्नु नि, यस्तो रिस उठाउँछन् कि गाली दिन मन लाग्छ। गाली पनि दिन आउँदैन कि, फेरि म सोझो हो नि त। यो साथीहरु आज सीएस र्याङ्क चेन्ज हुने बित्तिकै म लाइभ आएर खेल्छु अनि तपाईहरु मेरो लाइभमा जोइन भएर मसँग खेल्न आउनु होला। खतरा खेल्नु पर्छ अनि मलाई छिटो भन्दा छिटो ग्रेन्ड मास्टर होइन नि, फेरि ग्रेन्ड मास्टर वाउ भन्दाखेरि पनि क्या मजा लाउँछ हैन त। हो त्यही पुराइदिनेहरु मात्रै आउनु होला है, फेरि नाटक गरेर चटक देखाएर खेल्नेहरु नआउनु होला, किनकि चटक देखाउनलाई म एक्लै काफी छु। सीएस लभर र पुसरहरुले चाहिँ मलाई छिटो छिटो एड गर्नु होला, नभए युआइडी छोड्दिनु होला, नभए मेरो लाइभमा जोइन भएर पनि खेल्न आउन सक्नुहुन्छ है त गाइज।